bored with usual life and crowded streets of Kathmandu Valley, we had decided to go a bit further. Our destination brought the beautiful view of Himalayas, stone hills, and green forest that makes our time mesmerizing. The landscape was surreal. Being trapped under Kathmandu, it feels really amazing to be right next to Himalayas, and the unexpected trek to Ice Lake was the most amazing feeling that we had on our trip. And I think Manang Valley is more heavenly when experienced in person, where every people must visit. हेलो एन्ड नमस्ते एभ्रिवान। आज भने हामी बेसी सहरमा रहेको छौँ र अहिले र हाम्रो यात्रा बेसी सहरबाट प्रकाशमा हुनेछ र हामी हिजो काठमाडौँबाट बेसी सहरमा आएर बस्यौँ र होटेलको निकै नै चाप भएको हुँदा अलिकति होटेल समयमा बुक गरेर आउँदाखेरि चाहिँ उत्तम हुनेछ र आजको यात्रा भने बेसी सहर प्रकाशमा मनाङ। We'll see you there. कुशल हिजो कस्तो भयो त? हिजोको राइड कस्तो भयो? टाउको के भएको थियो तेरो? भुलभुले सुरुङ अप्पर मर्स्याङ्ग्री हाइड्रो पावर परियोजना अन्तर्गत निर्माण गरिएको भुलभुले सुरुङ लमजुङमा रहेको करिब 340 मिटर लामो सुरुङ हो। मूल रूपमा जलविद्युत परियोजनाका लागि बनाइएको यो सुरुङ अहिले लोकप्रिय पर्यटकीय गन्तव्य स्थल बनेको छ, जहाँ मानिसहरूले सुरुङभित्र हिँड्दै अनौठो अनुभव लिन सक्छन्। यसले स्थानीय बासिन्दाहरूका लागि छोटो र सुरक्षित मार्ग पनि प्रदान गर्छ। भुलभुले सुरुङलाई नेपालको पहिलो राष्ट्रिय सडक सुरुङको रूपमा मान्यता भने दिएको छैन, तर भुलभुले सुरुङ नेपालको प्रारम्भिक सार्वजनिक रूपमा पहुँचयोग्य सुरुङमध्ये एक हो, जसका कारण धेरै मानिसहरूले यसलाई पहिलो सडक सुरुङ भनेर सोच्ने गर्छन्। झरना अन्नपूर्ण सर्किटको बाटोमा पर्ने बुङ झरना लमजुङ जिल्लामा रहेको एक सुन्दर झरना हो, जुन झरना मर्स्याङ्ग्री गाउँपालिका 5 च्याम्चे क्षेत्रमा अवस्थित छ र बेसी सहरबाट करिब 32 किलोमिटर टाढा रहेको छ। झरना धेरै उच्च भने होइन, तर यसको पानी र वरिपरि हरियाली पहाडी दृश्य निकै नै रमणीय छन्। स्थानीय गुरुङ तामाङ भाषामा बुङ भनेको पानीको स्रोत, पोखरी वा जलाशय भन्ने बुझिन्छ भने झरना भन्नाले पानी खस्ने ठाउँ भन्ने बुझिन्छ। त्यसैले बुङ झरनाको अर्थ पोखरी वा प्राकृतिक पानीको स्रोतबाट खस्ने झरना हो। अहिले यो झरना पर्यटकहरूको आकर्षकको केन्द्र बन्दैछ। बुङ झरना मर्स्याङ्ग्री 5मा रहेको छ र यहाँबाट हामी अब माथि जाँदैछौँ। यहाँबाट अलिकति माथि 10 मिनटमा झरना हुन्छ। अक्टोपस झरना कलढुङ झरना। अक्टोपस झरनाको नामले चिनिने यस झरना लमजुङ जिल्लामा पर्दछ, जसको रैथाने नाम भने कलढुङ झरना रहेको छ। पछिल्लो समय यस झरनालाई च्याम्चे झरना पनि भन्ने गरिन्छ। यसको उचाइ 100 मिटरभन्दा बढी छ र पानी भिजिएर बगेको देख्दा अक्टोपसका हातहरू जस्तै देखिन्छन्, जसबाट यसको नाम आएको हो। पर्यटकहरू अन्नपूर्ण सर्किटमा जानु अघि यस झरनाको मनमोहक दृश्यलाई अँगाल्दै अघि बढ्ने गर्छन्, तर वर्षात र मनसुनको समयमा सडक सङ्कटपूर्ण हुने भएकोले त्यहाँ पुग्न जोखिम बढ्ने कुरा स्थानीयले बताएका छन्। र
अहिले म यो धारापानीमा रहेको होटल इको हिमालयको पनि यहाँ नम्बर हजुरहरूलाई तल छोडिदिएको छु। यहाँको खाना पनि निकै नै मिठो छ। यहाँ चाहिँ एकदम फ्रेस यहीँको लोकल खाना बनाउने भएर एकदम मिठो छ र सफा पनि छ। देख्न सक्नुहुन्छ एकदमै मिठो छ। नचाई तम्राङ सस्पेन्सन पुल धारापानीको वरिपरि क्षेत्रमा पर्ने नचाई तम्राङ सस्पेन्सन पुल मनाङ जिल्लामा अवस्थित छ, जसले नचाई गाउँ र तम्राङलाई जोड्दछ। यो पुल करिब 412 मिटर गहिरो छ, जसले यसलाई नेपालको उच्चतम गहिरो सस्पेन्सन पुलहरूमध्ये एक जनाउँदछ। पुल धारापानीबाट सिधै सुरु नभए पनि धारापानीबाट तम्राङ वा मनाङतर्फ जाने यात्रुहरूले स्थानीय बाटो वा सडक मार्फत यो पुल प्रयोग गर्न सक्छन्, जुन हामी धारापानीमा रहेको बाटोबाट पनि देख्न सक्छौँ। चामे अहिले भने हामी चामेमा रहेछौँ र चामेका भाइ बहिनी हिमालको कलकलाउँदो पानीसँगै हामी अब अगाडि बढ्छौँ। अगाडि बढ्ने क्रममा अहिले यो जुन बाटो देख्नु भएको छ एकदम जोखिमपूर्ण बाटो छ, जुन चाहिँ फिल्महरूमा पनि निकै नै देखाउने गर्दछन्। जसले फिल्महरू आइरहेको छ र डेन्जरस बाटो छ। तल पुरै भिड छ र यता पनि सानो दुईवटा एउटा बाइक अनि एउटा गाडी चल्ने मात्र बाटो रहेको छ। मनाङ भ्याली बटिक वाइनरी हताङ वाइन डिस्टिलेरी मनाङ भ्याली बटुक वाइनरी मनाङ जिल्लाको रताङ क्षेत्रमा अवस्थित छ। यो वाइनरीमा मनाङको उच्च भेग 2900 मिटर उचाइमा उब्जाएको स्याउबाट मनाङ भ्याली वाइन उत्पादन गरिन्छ। यहाँको उत्पादन प्रक्रिया फार्म टु बोटल सिद्धान्तमा आधारित छ, जस अनुसार आफ्नै बगैँचाबाट स्याउ सङ्कलन गरेर वाइनमा रूपान्तरण गरिन्छ। पोङदा डाँडा स्वर्गद्वार पोङदा डाँडा हिमालको एक पर्वत हो, जुन नेपाल पश्चिम क्षेत्रको मनाङ जिल्लामा अवस्थित छ। यो पर्वत अत्यन्त उचाइमा रहेको नभए पनि यसको अनौठो भू आकृति, जसमा डाँडाको विशाल स्लेट ढुङ्गाका पर्खाल र स्थानीय महत्त्वका कारण परिचित छ। मनाङमा स्वर्गद्वार वा गेटवे टु हेभन को रूपमा परिचित यो स्थल पोङदा डाँडालाई स्वर्गद्वार भनिनुको कारण यसको नाम र स्थानीय विश्वाससँग जोडिएको छ। स्वर्गद्वार शब्द सांस्कृतिक स्वर्ग र द्वार ढोकाबाट आएको हो। यसको अर्थ हुन्छ स्वर्गको ढोका। स्थानीय मानिसहरू विश्वास गर्छन् कि यहाँबाट मरेका आत्माहरू स्वर्गतर्फ जान्छन्। भूगर्भी दृष्टिले पश्चिमी पर्खाल करिब 1500 मिटर अग्लो छ, जसलाई पिसाङको ठुलो पर्खाल ग्रेट वाल अफ पिसाङ पनि भनिन्छ। अप्पर र लोअर पिसाङ पिसाङ गाउँ मनाङ जिल्लामा रहेको एक सुन्दर हिमाली गाउँ हो, जसलाई सामान्यतया
अप्पर पिसाङ र लोअर पिसाङमा विभाजित गरिन्छ। लोअर पिसाङ करिब 3350 मिटरको उचाइमा अवस्थित छ र अप्पर पिसाङ करिब 3650 मिटरको उचाइमा रहेको गाउँ हो जुन पहाडी ढलानमा फैलिएको छ। अहिले भने हामी यो सस्पेन्सन ब्रिज क्रस गरेर बाइकमा पारिपट्टि ग्रिन लेक साइडतिर जाँदैछौँ। निकै नै ग्रिनरी छ यतातिर अनि यो एकदम दामी इन्भाइरोमेन्ट छ यताको। जाँदाखेरि चाहिँ लेफ्ट साइडतिर चाहिँ पुरै खतरा हिमालहरू पनि देखिन्छ अन्नपूर्णको। सो वान अफ द असम प्लेस टु भिजिट। ग्रिन लेक मनङ जिल्लामा अवस्थित एक सुन्दर हिमाली ताल हो जुन अन्नपूर्ण सर्किट ट्रेकको मार्गमा पर्छ। यो तालको पानीले हरियो रङ्गिएर चम्किन्छ जसका कारण यसलाई ग्रिन लेक भनिन्छ। ग्रिन लेकलाई यसरी भनिनुको कारण यसको पानीको हरियो रङ हो। तालको पानीमा पानीको गहिराई, खनिज पदार्थ र वरिपरि हिमालबाट झर्ने पानीको प्रभावले पानी हरियो देखिन्छ। यसको प्राकृतिक रङका कारण पर्यटक र पदयात्रीहरूले यसलाई ग्रिन लेक भनेर चिनाएका हुन्। यसरी तालको पानीको अनौठो हरियो रङले यसको नामको मुख्य कारण बनेको हो। वरिपरि हिमाल, ढलानयुक्त पहाड र हरियालीले घेरिएको यो ताल शान्त वातावरण र प्राकृतिक सौन्दर्यका लागि प्रसिद्ध छ। प्राकृतिक दृश्य, शान्त वातावरण र हिमाली पृष्ठभूमिका कारण यो स्थल मनाङको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो। भर्खरै हामी ग्रिन लेकमा घुमेर अब माथि लाग्दैछौँ। फर्स्टमा हामी चामी हुँदै यता ग्रिन लेकतिर पुग्यौँ। निकै नै रमाइलो छ, सानो छ तर रमाइलो छ। र यतापट्टिको यो अन्नपूर्ण सेकेन्ड आई थिङ्क यो दामी नै भ्यू छ यो चाहिँ। सो आजको हाम्रो यात्रा भ्राकासम्म र भोलि हाम्रो यात्रा रहनेछ मनाङ अनि खाङसा र ब्युटिफुल हिमालहरूले सजिएको यस ठाउँमा हामी चारैतिर यो हिमालले घेरेका छौँ। निकै नै रमाइलो छ। लाइफ टाइममा एकचोटि आउनै पर्ने ठाउँ जस्तो लाग्छ यो मलाई जहाँसम्म लाग्छ तपाईँहरू। सो एकचोटि आइदिनु होला। हिमालको मनोरम दृश्यले अङ्गालीको यस ठाउँमा आउँदा निकै नै रमाइलो फिल हुन्छ जहाँसम्म लाग्छ। सो आई होप तपाईँहरूले पनि राम्रो फिल गर्ने हुनेछ यहाँ आएर। सो भोलि हामी त्यहाँ भेट्नेछौँ। होटेल अलिकति चाँडै पुगेको हुँदा हामी बाहिर निस्क्यौँ र बाहिर निस्केर यसो यहाँको मनमोहक दृश्य आँखामा कैद गर्न पुग्यौँ। बेलुकी पखको हिमाली दृश्यको आनन्ददायी मनमोहक दृश्यलाई अँगाल्न हामी अहिले यसो माथिसम्म जाँदैछौँ र अहिले हामी भ्राका गुम्बासम्म पुग्छौँ होला सायद।
मुन्जी गाउँ मुन्जी मनाङ जिल्लामा अवस्थित एउटा सानो गाउँ हो जहाँ मुन्जी लज र बेकरी जस्ता पैदल यात्रीहरूका लागि गेस्ट हाउसहरू रहेका छन्। यो गाउँ विदेशी ट्रेकर्स र स्थानीयहरूको लागि विश्रामको राम्रो बिन्दु हो, विशेष गरेर उनीहरू जो अन्नपूर्ण सर्किट वा आसपासका हिमाली यात्रामा छन्। गाउँको वास्तविक जनसङ्ख्या, उचाइ र सांस्कृतिक विवरणहरू सार्वजनिक स्रोतमा धेरै सीमित छन्। र हामी यहाँसम्म यो भ्राका मुन्जीसम्म पुग्दा हाम्रो खर्च भने करिब 2 जनाको मिलाएर 8,000सम्म भएको छ, जसमा पेट्रोल अनि रुमको पनि जोडिएको छ। र टोटल काठमाडौँबाट 8,000सम्ममा हामी यहाँ मनाङ भ्राकासम्म पुगेको छौँ। ढाका गाउँ मनाङ जिल्लामा अवस्थित एक सानो र रमणीय हिमाली गाउँ हो। यो गाउँ परम्परागत ढुङ्गाका घरहरू, सांस्कृतिक सम्पदाहरू र शान्त वातावरणका लागि परिचित छ। ढाकामा एउटा सानो गुम्बा बौद्ध मठ पनि रहेको छ, जसले गाउँको धार्मिक र सांस्कृतिक महत्त्वलाई झल्काउँछ। अहिले चाहिँ हामी प्रका गुम्बा पुगेका छौँ। यो अगाडिको चाहिँ प्रका गुम्बा हो। यहाँको एकदमै चर्चित गुम्बा पनि हो। यहाँ प्रका एरियाको चाहिँ एकमात्र गुम्बा हो। तर यो चाहिँ अनि यतापट्टिबाट यो जाने यो ट्रेल छ, जुन चाहिँ यो चाहिँ आइसलेक जाने ट्रेल छ। यहाँबाट चाहिँ तपाईँ ट्रेकिङ गर्दै जानुहुन्छ भने यताबाट हिँड्दै ट्रेकिङ गर्दै माथि आइसलेक जान सकिन्छ। र सो यता एकदम रमाइलो बस्ती पनि रहेको छ। र भोलि हामी यो साइड जाँदैछौँ। यो साइडबाट हामी यता मनाङ हुँदै खाङसार पुग्नेछौँ। सो लेट्स गो ओभर देयर। ढाका गुम्बा मनाङ जिल्लामा अवस्थित करिब 500 देखि 600 वर्ष पुरानो प्राचीन बौद्ध मठ हो। गुम्बा गाउँको धार्मिक र सांस्कृतिक केन्द्रको रूपमा परिचित छ। ढाका गाउँ मनाङ जिल्लामा पर्ने यसको एभरेज उचाइ लगभग 3,550 मिटरको हो। ढाका गुम्बा एउटा बौद्ध मठ हो र यसलाई ढाका गुम्बा पनि भनिन्छ। यो मठ कार्ग्यू सम्प्रदायसँग सम्बन्धित छ र स्थानीय धार्मिक जीवनमा अत्यन्त महत्त्वपूर्ण मानिन्छ। कथा अनुसार प्रसिद्ध योगी मिलरेपाले नजिकै गुम्बामा गहिरो ध्यान गरेका थिए, जसले गुम्बामा ठुलो आध्यात्मिक महत्त्व थपेको छ। गुम्बामा भित्री भागमा प्राचीन धार्मिक ग्रन्थहरू कङयुर र टेकयुर सुनौलो कागजमा लेखिएका छन्, जुन धेरै पवित्र मानिन्छ।
यहाँ दैनिक पूजा, प्रार्थना र विशेष अवसरहरूमा भक्तजनहरूको समागम हुने गर्छ। प्राकृतिक सौन्दर्य र हिमाली वातावरणले गुम्बालाई अझ आकर्षक बनाएको छ। भ्राका गुम्बा केवल धार्मिक स्थल मात्र नभई स्थानीय समुदाय र यात्रुहरूका लागि आध्यात्मिक र सांस्कृतिक केन्द्रको रूपमा पनि परिचित छ।